भने जुनको ड्यामेज प्रेस गर्न पर्यो भने समस्या कति हुन्छ हामीलाई आइडिया नै छ। फर्स्ट अफ अल ग्रेनेडहरूको कन्स्टान्ट प्रेसर गरिन्छ, ग्रेनेडहरूको प्रोजेक्टाइल एक्युरेसी चाहिँ मैले देखेको छैन तर कोसिस गरिन्छ, कोसिस गर्दै जाँदाखेरि कनेक्सनमा आयो उपिमम केही कम्याचमा कन्भर्ट भइसकेका छन्। एट द सेम टाइम मोली फालिँदैछ, हियर वी गो, मोली फालियो, ग्रेनेड कनेक्सनमा आएको छ, रहेका छन्। टाइम छ, 1 मिनटको टाइम त रह्यो, बट हल्का ओपन स्पेसबाट मुभ गर्नुपर्ने हुन्छ अनि सर्कल पनि ओपनमा नै बनेको छ। अन्तिमसम्म सायद गेम नलग्ने पो हुन् कि उसको लागि आउँदै थियो, एकजनाले नक त निकाल्थे बट सेभियरलाई पनि डाउन वाला छ होइन, किनकि ऱ्यान्डम सर्ट कनेक्ट पक्कै पनि हुनेछ अनि कनेक्ट भइसकेपछि त्यही ठाउँमा स्पिड लिएर डाउन गर्ने कोसिस प्लेयरहरूको तर्फबाट पक्कै पनि रहन्छ। अहिलेको लागि त फ्लावर्सी सोलो प्लेयर सर्कल बाहिर त्यति धेरै पर त होइन, गाडीहरू छ बट अलरेडी ड्यामेज रहेको चाहिँ देख्न सक्यो, निस्किनु पर्ने हुन्छ बट उनलाई त्यहाँ निस्किनको लागि रोक्न अगाडि केही टिम रहन्छन्। VST वर्सेस MRC यहाँ चल्छ, त TSको पनि प्लेयरलाई डाउन गरिएको देख्न सक्यो। जुन पनि टिमले प्रिभियस म्याचमा काफी एग्रेसिभको साथमा गेम निकालेको थिए अनि त्यो टिमहरूलाई यो म्याचमा चाहिँ हल्का अर्ली एक्जिट लिएको या टिमले त्यति राम्रोसँग खेल्न नसकेको चाहिँ फिल गरिरहेका छ पक्कै पनि। ओके पक्कै पनि एभ्री डे इज इन सन्डे भने सरह चाहिँ सबै दिन आइतबार हुँदैन। त्यो भनेको तात्पर्य यो रह्यो कि तपाईँको हरेक म्याच एकै नाचको जान्छ भन्ने पनि हुँदैन। अघिल्लो गेममा राम्रो गरेका थिए, अर्को गेममा अर्को टिमले राम्रो गर्यो होला। एज हजुरले प्रिभियसली भन्नुभयो कि उहाँहरू सबैजना क्वालिफाई भएर यो स्टेजसम्म आउँदै गर्दा पोटेन्सियल त इक्वल रहेको छ टिम्सहरूसँग। त्यो भनेको तात्पर्य त्यो रह्यो। मोरओभर तपाईँको प्रो टिम्स आफै भइसके होइन, अब उनीहरूसँग फाइट आउट गर्दा पनि यो लेभलको गेम देखाइरहेका छन् जहाँ प्रो टिम्सलाई पनि नर्मल टिम सरह फाइट निकाल्दैछन् भनेपछि पोटेन्सियल वाइजली सबैजना इक्वल रहेका छन्, कोही पनि कोही भन्दा कम धेरै छैनन्। हेर्न सक्नुहुन्छ जसलाई अब हाम्रो थन्डर गोर्खाज वाइज त दे आर इक्वल इन टर्म्स। मोरओभर आइदिस यहाँ चाहिँ उहाँहरूको तर्फबाट खेल्दै गरिरहेको सर्भर पनि डिफर परेर पिङको इस्यु आउँदै गर्दा यति राम्रो पर्फर्मेन्स आयो जस्तो चाहिँ मान्दैछु म। बट त्यो कुरा हो भने त उहाँहरूको लागि जति तारिफ गर्यो त्यति कम रहेको छ। त्यसै साथमा KRGB को जुन रहेको छ पिङ र एसियाको पिङमा चाहिँ डिफर पर्ने हो। त्यो डिफर पर्दा गर्दा पनि हेर्न सक्नुहुन्छ पर्फर्मेन्स अन पोइन्टै आइरहेको छ, कुनै कम्प्लेन छैन मेरो तर्फबाट त। बट 14 प्लेयर्स 5वटा टिम्स अघिल्लो गेममा राम्रो पर्फर्म गरेको टिम्स फर स्योर हाम्रो जस्तो 4YRJ अथवा योङको जुटी हो। 4YRJ होइन, अहिले योङको जुटीमा मात्रै स्थापित हुनुहुन्छ, बाँकी 4RYR भन्दा पनि 4R चाहिँ हटेको छ। एज यहाँ चाहिँ प्रोडक्सनमा चाहिँ त्यो सेट आउट गरिएको छैन, आई गेस त्यो सेट आउट मिलाउनु पर्छ। अनि यहाँ YG को टिम्स माथि चढेका छन्। योङगङ ग्यालेक्टिक कोस नाम अलि प्रोनाउन्सिएट गर्नलाई अलि हार्ड एन्ड हार्स थियो बट 8 किल्स त्यो टिमले अलरेडी निकाले। राम्रो गेम भनौँ, चारवटै प्लेयर एभाइबिलिटी रहेका छन् बट टिम सिक्रेट एगेन्स्टको ब्यारल निकाल्ने उनीहरू नै थिए क्या हो। टिम सिक्रेटको होल स्क्वाड नै एलिमिनेट भइसक्नु भएको छ। अन्डरडग्स प्लस हाम्रो भनिरहेका थियौँ हाम्रो नर्मल टिम्स अथवा हाम्रो डे टु डे टिम्सको बिचको फाइट हुँदै गर्दा पनि अहिले हाम्रो जुन रहेका छन् टिम्सहरू जो टप इन होप भन्दै थिए उनीहरू अहिले सबै निस्किसकेका छन्। बाँकी रहेका आइगेस TG YG MRC VE यो सबैजना टिम्स हाम्रो रेगुलर टिम्स रहेका छन् भनेर। मार्कुलियस स्पोर्ट्स MRC को लागि ह्यान्जो हुनुहुन्छ, ह्यान्जोको तर्फबाट हेरिँदैछ, एङ्गलहरू मिलाइँदैछ। जुनकै कुरा गर्नुहुन्छ भने अब 4 3 2 1 गर्दै अर्को जुन भन्ने काट्नलाई बल्ल सुरु गर्ने मौका बेला हो। बिजीको लागि मास्टर इचीलाई नक पारिन्छ, त्यो अवस्थामा थोरै समस्या त्यहाँ पनि बनेको देख्न पाउँछु म। मास्टर इचीलाई फिनिस गरियो, पहिलो किल निकालिन्छ स्कीको साइडबाट बट साथी ला पछाडि ओके तल झर्न पुगे बिचरा। समस्या उनलाई अघि चढ्नलाई चाहिँ अलि आपत्ति परिसक्यो हो एकचोटि झरिसकेपछि। बट केही छैन, जोन चाहिँ अहिलेसम्म रहेछ बट कतैबाट बाटो निकाल्छ। जहाँ इच्छा त्यहाँ उपाय, म चढ्छु अब केही नपाएँ भनेर उनी चढ्नुपर्छ। यतापट्टि भर्सटाइल स्पोर्ट्स मुनिपट्टि सर्ट सुरु दिँदै त थिए। भर्सटाइलिटी भनेको एउटा भर्सटाइल भन्नाले आई गेस सबै मौकामा सबै अवस्थामा उनीहरू एउटा कन्सिस्टेन्ट रूपमा गेम देखाउनु पर्छ। भर्सटाइलको मिनिङ त्यही हो, हरेक मौका जस्तो दुःख सुख जतिसुकै जे भए पनि एउटा भनौँ न प्रोपर आफ्नो चाहिँ जुन एउटा पोटेन्सियल चाहिँ नघटाउने टाइपको नाम हो। बट हेरौँ पर्फर्मेन्स कस्तो देखाइन्छ। 2टा प्लेयर लुज गरिसकेका छन् जहाँ मध्ये इन टर्म्स अफ फ्र्यागिङ चाहिँ सोलो फ्र्यागर मात्रै छ यो टिम्सको लागि। अनि सर्ट सुरु गरेको छ तामाङको तर्फबाट सर्ट्स गरिँदैछ। आई गेस यो टिमले चाहिँ हाम्रो होरै स्पोर्ट्सलाई एलिमिनेट गराउनु भएको थियो।
टप 5 टिम्समा आउँदै गर्दा स्पेसल चाहिँ के हुन्छ त उहाँहरू टप 5 मा आएको कुरा के हुन्छ त भन्नुहुन्छ भने टप 5 मा आइसक्दा तपाईँले 3 पोइन्ट्स पाउँछन् यो सबै टिम्सले जो जीवित छ सबैको नाममा 3 पोइन्ट्स आइसकेको छ प्लेसमेन्ट एप्रिसिएसन पोइन्ट मोरओभर भर्सटाइल स्पोर्ट्सको लागि जुन फ्र्यागर रहेका थिए एक मात्र जसको नाममा डोमिनेसन आएको थियो उनी अहिले यो पोइन्टमा नकुन पुगेका छन् हियर वी गो ब्यान्डेज एप्लाई गरियो भर्सटाइल स्पोर्ट्स अब अगाडि बढ्नको लागि पनि लाग्नु पर्ने हो किनभने जुनले डिसफेभर आउट गरेको छ जुन यो बेला समातिएन भने जुनको ड्यामेज फेस गर्न पर्यो भने समस्या कति हुन्छ हामीलाई आइडिया नै छ फर्स्ट अफ अल ग्रेनेडहरूको कन्स्ट्यान्ट प्रेसर गरिन्छ ग्रेनेडहरूको प्रोजेक्टाइल एक्युरेसी चाहिँ मैले देखेको छैन तर कोसिस गरिन्छ कोसिस गर्दै जाँदाखेरि कनेक्सनमा आयो उपिमा केही कम्याचमा कन्भर्ट भइसकेका छन् एट द सेम टाइम मोली फालिँदैछ हियर वी गो मोली फालियो ग्रेनेड कनेक्सनमा आएको छ टिएसजीको ओपिएमलाई नकड आउट पारिएको छ हियर वी गो अर्को ग्रेनेड पनि जाँदैछ कन्स्ट्यान्ट प्रेसर बनाइन्छ बट ओपिएमले आफ्नो मलीमा आफै डढेका छन् आत्मघाती सङ्गठन उनको तर्फबाट चालु गरे जस्तो मान्दैछु उता तामाङलाई पनि नक पारियो एज पालाको पैँचो हो साथीहरू तिमीले जे गर्छौ हामीले पनि त्यही गर्छौ भनेर त्यहाँ लागिँदैछ साथीहरू ग्रेनेड फाल्ने कोसिसमा लाग्दैछन् करेला रोपेर स्याउ खान पाउँदैनौ तिमीहरूले पनि भन्ने जस्तो त्यो भनौँ न एउटा स्ट्रङ दावेदारी त्यहाँ देखाइँदैछ तामाङ पनि जोनबाटै निस्के माथि पनि भर्सटाइलको एगेन्स्टमा सर्ट्स बट तल रहेछ समस्या भाइ साथी लास्टली उहाँलाई पनि निकालिन्छ रिमेनिङ 4 टिम्स रहेका छन् बट कसले निकाल्ला त यदि हिसाबले जोन कुनै पनि टिमसँग छैन रञ्जित सर ओके जोन वाइज भन्दा पनि अहिलेको लागि प्लेयर वाइज हेर्नु पर्दाखेरि उता हाम्रो वाइजी पुरै स्क्वाड साथमा रहेको सायद नक भएको प्लेयर बचाउने कोसिस सायद हुनसक्छ यता मिथिक नक रहेका छन् टाइम छ 1 मिनटको टाइम त रह्यो बट हल्का ओपन स्पेसबाट मुभ गर्नुपर्ने हुन्छ अनि सर्कल पनि ओपनमा नै बनेको छ अन्तिमसम्म सायद गेम नलग्ने पो हुन् कि उसको लागि आउँदै त त्यो एकजनाले नक त निकाल्थे बट सेभियरलाई पनि डाउन गर्दै भिएसटी म्याचबाट बाहिरिएका छन् यङ्गन ग्यालेक्टोसको टिमसँग 14 किल अलरेडी आइसकेको छ डुओमा कन्भर्ट भएको देख्न सकियो नम्बर एडभान्टेज छ भन्दै थियो बट अल अफ द सडन टिमले प्लेयरको क्याजुअलिटी फेस गर्नु परेको छ भी पनि त्यहाँनिर ओके भर्खरै आएको कन्फर्मेसन वाइजी र एमआरसीको बिचको ब्याटल रहने 2v3 को ब्याटल रहनेछ अहिलेको लागि सिके सर्ट लिँदैछन् 3 जना प्लेयर सरी एकै साथमा रहेको देख्न सक्यो एउटा मिठो ग्रेनेड आयो भने फेरि 3 जना प्लेयर सँगै पड्किने हुन् एडभान्टेज त रहन्छ बट अगाडि अपोनेन्टले एउटा सही नेड या मोलोटप युज गर्ने हो भने 3 जना एकै ठाउँमा एउटै ठाउँमा त्यहाँ डाउन त हुनेछन् ग्रेनेड बाउन्स हुँदै आइरहेको देख्न सक्यो रिजल्ट अहिलेको लागि त्यति बनिरहेको छैन सर्कल वाइज हेर्नुहुन्छ भने दुवै टिमले अगाडि जानुपर्ने हो र एमआरसी किटमा त अगाडि जानुपर्ने हुन्छ बट टिम वाइजीसँग केही हदसम्म सर्कलको पोर्सन चाहिँ रहेको देख्न सक्यो अगाडि जानेछन् एचपी लो गरिएको छ एकजना प्लेयरको सो उनलाई हिल गर्न नदिने हो कि बट प्लेयरले त्यहाँ हिल गर्न भ्याइसकेको देख्न सकिन्छ हल्का हाइग्राउन्डतिर जाने कोसिस भइरहेको देख्न सकियो आफूसँग जे जति पनि नेट त युज गर्ने कोसिसबाट एन्जोलाई नक निकालिएको छ रोमियोको नेटले सिक्यो भने पिलो रहेको छ जोनको ड्यामेजमा पर्ने हो भने उनी पनि नक रहन्छन् टिकेट राजमा नक रहेका छन् प्लेयर एडभान्टेज सायद युजफुल नहुने हो कि एक नक निकाल्यो नेट आउँछ अनि त्यही नेटबाट फाइनल किलो एङ्गलको चाहिँ केन डिनर पनि चाहिँ निकालेको छ किल पनि काफी राम्रो आएको छ टिमसँग अनि त्यही अनुसार त लास्टमा टिमले गेम निकालिसकेपछि 10 प्लेसमेन्ट पोइन्ट्स एक्स्ट्रा आउने नै भयो कति 14 किल समथिङ कति रहेको थियो अगाडि नै भनेपछि टिमले 25 प्लसको पोइन्ट यो म्याचबाट चाहिँ कलेक्ट गरेको देख्न पाइरहेको त छ नै डेन्जर डिभाइस इन्भिटेसन सिरिज सिजन 3 चलिरहेको छ गाइज हामी ग्रान्ड